नेपालमा त काम गर्न पाइन्छ नै, सँगसँगै धेरै यसो विदेशका युके होला, आयरल्यान्ड होला, डेनमार्क होला, अस्ट्रेलिया होला र कतिपय अवस्थामा गभर्मेन्ट आफैले पनि G2G मोडलबाट इजरायलमा सहायक कामदारहरू पठाउने भनेर भनिरहेको हुन्छ, भ्याकेन्सी खोलिरहेको हुन्छ। त्यहाँ पनि केयर गिभरकै बढी डिमान्ड हुने गर्दछ, युवा होस् युवती होस् उहाँहरूकै डिमान्ड भइरहेको हुन्छ। सो देश विदेश जहाँ पनि यो केयर गिभरको चाहिँ एकदमै धेरै डिमान्ड भएको हुनाले हजुरले यो तालिम सिक्नुभयो भने आफूले धेरै जुन सोचिराख्नु भएको छ, धेरै नभनौँ, जुन सोचिराख्नु भएको छ त्योसम्मको आम्दानी गर्न सक्नुहुन्छ। जस्तो मैले भने नेपालमा 15-20 देखि 25-30 सम्मको होला भने बाहिरमा 1.5-2 देखि लिएर 4-5 सम्मको कमाइहरू गरिरहेका छन्। हामी सधैँ एउटै सिचुएसनमा रहन्नौँ। हाम्रो यो जुन लाइफ छ कहिले कुन मोडमा कहाँ पुगिन्छ थाहा हुँदैन। मान्छेहरू अहिले धेरैजना अटिजमको शिकार भइरहेका छन्, कतिजना एक्सिडेन्टमा परिरहेका छन्। सो ती मान्छेहरूले आफूलाई केयर गर्न सक्नुहुन्न। त्यस्तो अवस्थामा को चाहिन्छ त? केयर गिभर, एकदमै प्रोफेसनल ट्रेन केयर गिभर चाहिन्छ। र त्यो भएको हुनाले यो अहिलेको हाई डिमान्ड भएको हुनाले देशमा पनि विदेशमा पनि यसको निड छ। धेरैले हिजो आज जापानिज भाषा सिकेर जापान गएर 1.5-2 लाख कमाइराख्नु भएको छ। कतिपय अवस्थामा जर्मन भाषा सिकेर जर्मनीमा गएर हस्पिटल होस् या डाइरेक्ट भिसा होस् त्यसमा अप्लाई गरेर 2-3 लाखको हाराहारीमा कमाइराख्नु भएको छ। सो यी विभिन्न कन्ट्रीहरूमा यसको डिमान्ड छ, माग छ र काम अनुसारले उहाँहरूले तलब पनि राम्रो पाइराख्नु भएको छ। धेरै विद्यार्थीहरू जो सम्पर्कमा आए उहाँहरूले विशेष गरी बाहिरतिरको नै रोजगारी के छ भनेर सोचिराख्नु भएको हुन्छ। कसैले बाहिरतिर भन्दाखेरि पढ्नको लागि अब्रोड स्टडिज भनेर भन्छौँ अथवा हायर एजुकेसनको लागि भन्छौँ, त्यसको लागि सोचिराख्नु भएको हुन्छ। कसैले यो काम गरौँ अझ रोजगार गरौँ, नेपालमा कतिपय अवस्थामा अलि सकिन कि भन्ने तरिकाले भनिराख्नु भएको हुन्छ। त्यसो हुँदाखेरि बाहिर जानेको सङ्ख्या पनि धेरै पाएँ र त्यसमा जसले अब सिपहरू सिक्नु भएको थियो उहाँहरूसँग अहिले पनि कन्भर्सेसन हुँदाखेरि ठिक छ सर, राम्रो भइरहेछ, यस्तो गरेको थिएँ, यो सिकेर आएको थिएँ र अहिले म यो स्टेजमा पुगेको छु, यतिसम्मको कमाइ भइरहेको छ भनेर एक किसिमले खुसी व्यक्त गर्नुहुन्छ भने कतिपय जसले चाहिँ अब गर्छु भन्दा पनि हतारमा बाहिरतिर मात्रै जानुभयो उहाँले चाहिँ कतिपय अवस्थामा गल्ती भयो नि सर, यस्तो हजुरले भन्दै हुनुहुन्थ्यो, गर्न पाएको भए बेस्ट हुन्थ्यो, अहिले अब हजुरलाई यसरी फोन गरिरहेको छु, यसो गरौँ त्यसो गरौँ, अर्कोलाई फोन गरिरहेको छु के गर्न सक्छु भनेर। सो त्यो खालको ऱ्यान्डम स्थिति पनि छ। हाम्रो बुझाइ के हो भने जबसम्म तालिम लिनका लागि आफ्नो ओनरसिप रहन्न त्यो तालिम उहाँहरूले लिनुहुन्न। उहाँहरूले ए भाइ मेरो पनि हाजिर गरिदे है भनेर भन्नेसम्मको तालिमहरू हुने गर्दछन्। त्यसकारण तालिमलाई गुणस्तरीय बनाउनको लागि हो त्यसमा केही खर्च हुन्छ, लाग्छ, त्यो लाग्नु जरुरी पनि छ। त्यस्तो हुँदाखेरि उहाँले मेरो खर्च पनि भएको छ र यसबाट म वास्तवमै सिप पाउँदछु र त्यो सिपलाई भोलिका दिनमा म युटिलाइज गर्न सक्छु। कतिपय अवस्थामा हामी सुन्छौँ मसँग तालिमको एउटै मान्छेको एउटै व्यक्तिको 10-12 वटा तालिमका सर्टिफिकेटहरू हुने गर्छ। बार्बरको पनि हुन्छ, प्लम्बिङको पनि हुन्छ, वेटरको पनि हुन्छ, इलेक्ट्रिसियनको पनि हुन्छ, बट देन काम गर्नु पर्यो नि एउटा पनि हुँदैन र उहाँहरू अहिले पनि बेरोजगार बसिरहेको अवस्था पनि छ। सो त्यसो हुँदाखेरि विभिन्न जुन सार्वजनिक संस्था भन्नुभयो, जुन परियोजनाहरू भन्नुभयो, उहाँहरूले एक त एक्चुअलमा त्यसको नियमन गर्ने तरिकाहरू पनि बनाउनु पर्यो। उहाँहरूले त्यो तालिम गरिसकेपछि कतिजनाले एक्चुअलमै रोजगारी पाउनुभयो भन्ने कुरा पनि इन्स्योर गर्न सक्नु पर्यो, चेक गर्नु पर्यो। र एउटा एकदमै राम्रो स्थिति के हुनसक्छ भन्दाखेरि नेपाल सरकारकै CTBT अन्तर्गतकै नेसनल स्किल टेस्टिङ बोर्ड छ हो। यदि कुनै युवाले कुनै व्यक्तिले तालिम सिकेको छ भने, सिप सिकेको छ भने त्यसलाई प्रमाणित गर्ने स्थान पनि छ। त्यो स्किल टेस्ट गरेर साबित गरियो भने त्यो अझ बेस्ट हुनेछ। त्यो स्किल टेस्टको त एउटा ढाँचा छ, एउटा क्राइटेरिया छ जुन उहाँले प्र्याक्टिकल एक्जाम गरेर मात्र प्राप्त गर्न सक्नुहुन्छ। सो त्यसले त वास्तवमै भन्छ नि त हो यो मान्छेले यो व्यक्तिले तालिम लिएको हो र यो लेभलको यो तहको स्किल उसँग छ भनेर प्रमाणित गर्ने गर्दछ। सो त्यो गर्न सकियो भने हामी स्किल्सलाई यो तालिमहरूलाई क्वालिटीपूर्ण गुणस्तरीय बनाउन सक्दछौँ। र अहिले हाम्रो विशेष गरी हाम्रो संस्थामा केयर गिभरको होटल म्यानेजमेन्टको तालिमहरू हुने गर्छ
जहाँ चाहिँ हामी आफैले तालिम दिइसकेका विद्यार्थीहरूलाई रोजगारीसँग जोड्ने गर्छौँ। यो अत्यन्त आवश्यक पनि छ र भोलिका दिनमा के गर्ने भन्ने खालको उहाँहरूले क्वेसन गर्दै गर्दाखेरि जब छ है भन्ने खालको एउटा मार्गदर्शन पनि गर्ने गरेका छौँ, जोड्ने गरेका छौँ।